हेलो गाइस, वेलकम टु माई न्यू ब्लग। र आज चाहिँ म अहिले उठेर मुसुक धोएर उठिसकेको छु र मुख पनि धोइसकेँ। र आज चाहिँ दशमी हो, मतलब दसैँ। र सबैलाई दसैँको धेरै धेरै शुभकामना। सबैको घरमा रोगहरू नलागोस् र सबैजना खुसी बसोस् भन्ने चाहनाले हामी यो भिडियो बनाउँदैछौँ। र अहिलेसम्म मेरो घरको ब्लग पनि आउँदैछ, तपाईँहरूले माया गर्नुहुन्छ भने पूर्ण आशा राखेको छु। हेरिरहनुहोस् होला हाम्रो ब्लग होइन। र भाइ पनि ब्लगमा आउँछु भन्छ, नआइदिएन भनेको नमान्ने। र म एक्लै इन्ट्रो दिन आँटेको थिएँ, तर भाइ पनि आउँछु भने ल ठिकै छ भाइ आइज भनेर मैले भाइलाई पनि ल्याएँ। र अब एकछिनमा छैन। र अब एकछिनमा हाम्रो न्यू ब्लग आउनेछ, हेरिरहनुहोस् होला। सो गाइस, अहिले चाहिँ म नुहाएर रेडी भइसकेँ र अब चाहिँ म अरू ब्लग्सहरू बनाउँदै जान्छु। र मम्मीले चाहिँ खै मलाई के पैसा साटेर ल्याए आज, किनभने दसैँ हो। अनि दसैँको दिन चाहिँ हामीले के अरे पैसाहरू टिका लगाएर पैसा दिने हाम्रो उयो छ। अन्त मम्मीले चाहिँ पैसा दिन्छ कति बेला हुनुपर्ने 1000 रुपियाँ चाहिँ मम्मीले पैसा दिइसक्नु भएछ। र म चाहिँ खुजुरा लिएर आउँछु, अनि त्यहाँबाट हाम्रो पनि एकछिनमा सिफ्ट सुरु हुन्छ। अब भर्खर नुहाएर आएको नि त, कपाल पुरा गुज्रेको छ। अहिले एकछिनमा ट्याक्स रेडी हुन्छु। अब चाहिँ म जाँदैछु पैसा साट्नको लागि। चाहिँ अहिले अघि मैले भनेको थिएँ म पैसा चेन्ज गर्न आएको भनेको। र पैसा चेन्ज गर्नु चाहिँ म गोर्खे काका भएकोमा आएको छु। काका चाहिँ एकदम टोपी सोपी लगाएर बडा दसैँको शुभकामना। हाम्रो नेपालीहरूको चाड, हाम्रो गोर्खे सन्तानलाई बडा दसैँको सबैमा शुभकामना। काकाले चाहिँ शुभकामना दिइसक्नु भएको छ। र हाम्रो भिडियो अझै हेर्दै गर्नु। काकासँग पनि ब्लग आएको छ। फर्स्ट ब्लग मेरो काकासँगै थियो। हामी गोसाइपुर होइन, घोषपुकुर जाँदाखेरि बनाएको थियौँ। र अझै ब्लगहरू आउँदैछ, तपाईँहरूले फलो गर्नु चाहिँ नबिर्सिनु होला। सो गाइस, अहिले चाहिँ म पैसा लिएर आइसकेँ। र पैसा चाहिँ अब मम्मीलाई दिनुपर्ने। मम्मी तर 20 को नोट छैन अरे। 150 यो रिसाको पोको यति नलिनु, राम्रो गर्नु, मम्मीलाई माया दिनु। गाइस, आज चाहिँ हामीले दसैँको टिका लगाइसकेको छौँ। खुट्टा ढुक्नु मैले चाहिँ मेरो घरमा टिका लगाइसकेको छु। र अब म चाहिँ मूल घर जाँदैछु। मूल घरमा पनि टिका लगाउनु पर्ने। काका र काकीले वेट गर्नुहुँदैछ अरे, हजुरआमाले पनि। पाउनु हो तिमी? होइन, अहिले त भिडियो मात्रै बनाउँछु, बादमा एडिट गरेर हाल्नुपर्छ। धेरै पढ्नु ल, बढी गरिब छ भनेर नआउनु नछोड्नु नि फेरि ल। आउनु यसो बढी भन्नु ल। खोइ ल भने पहिला पैसा दिनु अनि आउँछु भन्न तपाईँले। ल हेर हाँस्छौ। ल टेन्सन नै हुने यस्तो पारा भिडियो पनि आउँछ। अब कमेडी हुने फेरि अनि सिक्नु। एक महिना अगाडि सिक्नुपर्छ।